वास्तवमा हतियार नभइकन पनि थर्काएर बसेको छ नि। ल मेरो ठाउँमा नि दीपक मनाङ्गेहरू बसेको थियो, अरू अरू बसेका थिए भने अस्ति खोरमा हुन्थे। सक्छ पक्रेर लानलाई? डन भनेको त्यस्तो हुन्छ क्या। बाल ठाकरे छ नि, बाल ठाकरे, बालासाहेब ठाकरे मुम्बईको पूर्व मुख्यमन्त्री। तपाईँले त्यही सम्झिनुहोस् ल। ज्ञानेन्द्र साईको आलोचना गर्ने बेला भएको छैन यहाँको। आलोचना के गर्नु त मलाई त्यो भाइको? प्रचण्डको ठाउँमा म भए घुँडा खुस्काएर सम्पत्ति फिर्ता गराउँथे। म प्रधानमन्त्री यो देशमा हुनु भने म प्रधानमन्त्री हुने भयो भन्नेको त्यो थाहा पाउनु बित्तिकै भाग्छन्। मुर्रा भैँसीको दुध मात्रै होइन, तपाईँको कटकाठी पनि मुर्रा मान्छे यति जात हुने हो भने त्यस्तै खालको छ नि त, ज्यान पनि छ नि। हजुरबुगाको कामै छैन नि त। हाम्रो हजुरबुगा कति बाटा छन्, मान्छे नभएको ठाउँमा लगेर टावर बनाउने। हजुरबुगाको के गर्नु, मान्छे नभएको देशमा रेल ल्याउने हजुरबुगा। हाम्री आमा साह्रै नै बाठी छिन्, चामलसँग पिठो पो साटी छिन् भन्ने गीत छ नि, त्यस्तो हजुरबुगाको के कुरा गर्ने। मै खाँदैछु डनले। तपाईँ पनि त पार्टी चलाउनु भनेदेखि नेपालको नम्बर 1 पार्टी बनाउन सक्नुहुन्न। ऋषि धवलालाई चिन्दैनन्? तेरिका पछि पछि लागेर हिँडेका छन्। अस्ति रेडिसन होटलमा खाँदै थिएँ अरे दारू, तर मेरो टिकटक हेर्दै थिएँ अरे। व्यवस्था परिवर्तन भएपछि कर्पोरेट मिडिया हाउस बन्द हुन्छ। अरे कसरी बाँधेर लगेर कसरी झुनियाएर नाकामा खुर्सानी हाल्दो रहेछ, त्यो त कस्तो सजाय हुँदो रहेछ त्यो तपाईँले बुझ्नु न। दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भने यी सम्पूर्ण दल र यो मारवाडी समुदायलाई गर्नुपर्छ। तीबाट छुटिन्छ। यिनीहरूलाई लगेर हिरासतमा हालेर चाहिँ सिस्नो पानी भिजाएर हानु त डडेलामा। तपाईँ डराएको त होइन नि? के को डराउनु, कस्तो खालको कुरा हेर्नुहुन्छ तपाईँ? दुर्गा प्रसाद डराउँछ। डनहरूको डन भन्ने फेरि मान्छे रुन्छन्, मान्छेको पीडा छ है, त्यो पीडा देख्दाखेरि हामी पनि कहिलेकाहीँ रुन्छौँ क्या। तपाईँ अस्ति रुनु हुँदैछ त्यहाँ। गरिबका घरमा पैसा छ, तपाईँसँग पैसा छ? यसपालि दसैँमा एउटा सुट किनेर राम्रो खालको सुट प्यान्ट किनेर लाउने पैसा छ भन्नुहोस् न। उदो मान्छे मासँग गर्दा चन्द्र ढकालले त आपत्ति प्रकट गर्नु भएको छ। होइन, ऊ पनि त चोरको नाइके हो नि त। होइन, पवन गोल्यानको तपाईँले कुरा गर्नु, उहाँको त आफ्नै ब्याङ्क छ नि त। ब्याङ्क त उसको आफ्नो कहाँ ब्याङ्क हो? एउटा भवन भाडा लिएर गरेपछि त जनताको पैसा हालेपछि त सकिहाल्यो नि। दुर्गा प्रसादजी, तपाईँले माफियाहरूको देश नेपाल, तपाईँलाई बिचौलियाहरूको देश यहाँ नेपाल, सुन्नु, म एउटा तस्करहरूको देश नेपाल। यहाँ सुन्नुहोस्, यो त मैले 5 वर्ष अगाडि भनेको, आज तपाईँ भन्नु हुँदैछ। तपाईँहरूले पनि बुझ्नुभयो नि त बल्ल। अहिले सबैजना बोल्न थाल्यो होइन? मैले भने त म त तपाईँले यहाँ मलाई नबोलाएको देखेर 1.5 महिना भयो ऋषिजीले देखाउनु हुँदै, म ऋषिजी पनि कतै साउदीतिर गएर झम्मल पो हान्नु हुँदैछ कि भन्ने पिर भयो क्या। नोकर हुन किन जानु? विदेशीको गुलाम हुन, तलुवा चाट्न। दीपक मनाङ्गेसँग सहकारी गर्ने अब तपाईँले? गुड क्वेश्चन, यु आर अ गुड क्वेश्चन। दीपक मनाङ्गेसँग मैले सहकारी गरेँ, दीपक मनाङ्गेले चाहिँ हामीसँग गर्ने दिन आउन सक्छ नि त। मेरो खराब पानी छ, मेरो खराब। उद्योगपति व्यापारीहरूले हाम्रो देशमा तस्करी गरेर ठगै गरेका छन् त। अनि ठगै तेरि गाउँ ऋषि सबैले भने अब ऋषिजीले त भेटिहाल्नु भयो यसपालि। अहिले आएर म तपाईँहरूसँग यहीँ भन्नुहुन्थ्यो, रौतहटमा पनि त्यही भन्नुहुन्छ फेरि गएर। अब ऋषिजी तपाईँले बुझ्नुभयो नि, उखु बोक्दा पनि काम लागेन, जुलरी हाल्दा पनि काम लाग्यो त। कति दुखी मान्छे, उखु पनि बोक्दा छ, रुपी पनि छ, बिउ पनि काट्दा छ,
एक एक भोट्दैछ चटपटे पनि बनाइदिएको छ ओह्रालो पनि मार्दछ चुपमा पनि खाइदिएको छ दर्शकबिन नमस्कार लामो गर्नै पर्दैन स्वाट भन न वास्तविकता के यसका पछाडि को छन् पाता के हुन्छ बा यसको पछाडि म छु दुर्गा प्रसाद छ वास्तविकता के को गढीमा उता दक्षिणकाली माटामा जाउँ न कालो बोको काटेर कालो बोको रगत चाट्दै रुको जरा सबर करो यही केस पाउँदाखेरि त रवि लामिछानेले ग्यास टिभीमा आउनुहोस् तपाईँ भनेर भन्थ्यो त आज त्यो एउटा छ नि त्यहाँ भन्ने एउटा त्यो चमेराको जस्तो अनुहार गरेको भाइ छ एकजना त्यो है बुरुक बुरुक उफ्री उफ्री भन्छ सरकारी जग्गा हडप्नेहरूलाई अतिक्रमण गर्नेहरूलाई छोड्नुहुन्न भन्ने मेरो एउटा अभियान छ त आज के त त्यसो भए चौधरी ग्रुपलाई पक्रिँदा तपाईँलाई किन चित्त दुख्यो त